कम त गाह्रो छ यस्तो राम्रो भ्यू हेर्नको लागि। तपाईहरु बड्डीले बड्डो होइन मान्छे यार सबैले यो न्याय निसाब गर्दिनु पर्यो सबै समाजले। दिउँसोको बज्यो 12:30 बजे। यस्तो टन्टालापुर घाममा हामी यहाँनिर यस्तो घाम छ नि के कुरा गर्ने। शैलेश बाबु, बाबा मम्मी एन्ड मी। मम्मी बाबा आउँदै हुनुहुन्छ त्यहाँनिर गेटबाट टक्क लगाएर। हामी जाँदैछौँ पछाडि टोलीहरू हुनुहुन्छ। तीनटा बाइकमा बडीगार्ड छन् गाइस। लास्टै एडभान्स बाटो छ, लास्टै एडभान्स बाटो छ। यस्तो बाटो तपाईँले कहीँ पाउनु गाइस। चिपेर फेरि खबर आउला कि कसले कसले। No negative vibes. ड्राइभरलाई मान्नै पर्छ कि गाइस। यस्तो बाटो पनि लगिँदैन स्कुटी। I trust my भान्जी। यस अलिकति छ कारै छ यार। दिव्याले पिच बाटो छ भन्छ। कारै छ पिच बाटो आउँदैछ के पिच बाटो। अगाडि रोकिया छ हामीलाई यस्तो बाटोमा। अब आइसक्छ। एक्सपिरियन्स भयो जे होस्। यस्तो बाटो अफरोडिङ गर्दा पनि अफरोडिङ गर्न पाउनु नै एकदमै राम्रो कुरा हो। मौसम पनि एकदमै राम्रो छ, बाटो पनि ठिकै छ। लगभग नराम्रो भने यो बाटोलाई नराम्रो भन्न पाइनँ, तर अब नआएको भएर आफू आउन गाह्रो भयो नि त। बाटो यताउता नचिनेको भए अब डेली रुटिन हुन्थ्यो भने यो बाटो सजिलो राख्थ्यो। अब हामी पिच बाटोमा हिँड्ने परेको मान्छे, अनि यो बाटो त लगभग अप्ठ्यारो नै हुन्छ। लगभग गर्ल्सहरूले लगभग सक्दैन जस्तो लाग्छ मलाई। यदि बिगिनिङ छ भने सक्दैन यो बाटो। हाम्रो पनि एक्सपिरियन्स छ नि यहाँनिर। लाइसेन्स छ यार गाइजहरू। स्कुटीको लाइसेन्स हो र यहाँनिर बाइकको लाइसेन्स छ। टिकटकमा देखेको जस्तै होस् बल्ल बल्ल यार। यस एक्सपिरियन्स भर्सेस रियालिटी नहोस् है। एक्सपेक्टेसन भर्सेस रियालिटी नहोस्।
सङ्घर्ष गर्दै जाँदैछौँ। सङ्घर्षको फल एकदमै मिठो हुन्छ भन्ने सुनेको थियौँ। कस्तो हुन्छ अब हामी टेस्ट गर्छौँ। सँगै हेर्नुहोस्, हामीसँग हाम्रो भिडियो हेर्नुहोस्, सपोर्ट गरिदिनुहोस्। बाटो देखाउँ गाइस हजुरहरूले। जान्नु क्या बाटो पनि हिँड्नुपर्छ। लड्दै पढ्दै बल्ल जान लागेको हामी। क्या है पहाड़ों के पीछे? This place, my God, so beautiful, guys. एकचोटि आउनै पर्छ तपाईँहरू। देखाउनलाई कति अप्ठ्यारो छ, हेर्ने कति गाह्रो छ। तर देख्दाखेरि सजिलो छ नि यो बाटो, तर त्यो पुरा धुवाले गर्दाखेरि पुरा कस्तो साउन्ड आइरहेको छ कि यहाँनिर। आयो नि त हामी। अहिले कहाँ हो? अभी तो पिक्चर सुरु हुआ है बस। कहाँ छ हाम्रो घर? होइन हाम्रो गाउँ त्यो हो कि त्यो हाँस्छ बाबाको यता यो लाने कुरा छैन यो हेर्नु न उयो उयो दाजु त्यो बोट लाने कुरा छैन उ त्यो हाम्रो घरबाट माथि आउने भ्यू यो। चार्लु कहाँ छ मेरो चार्लु? कस्तो राम्रो आहा तलो हाम्रो गाउँ यो 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 अनि यता होइन यो भित्तो छ नि यतापट्टि यो यता यो भित्ताबाट वहाँ पर 3 लाख देखिन्छ त्यो अलिअलि तिनी आएर बसेको छ तल हैन के चल्ला चल्ला म पनि केही भन्दा कस्तो चिसो हावा आयो के ओहो। म त यही बस्छु देख्नुहुन्छ हावा यहाँनिर कपाल उडाएको। हो माइ गॉड म पनि आन्न होला सर, यहीबाट लिभ गर्न चाहन्छु। यहाँ त वाइफाई पनि छैन होला। यही भिडियो हेरेर मेरो 4-5 दिन बिदा स्वीकार गर्नु। म त जान्न होला स्कुल अब। बस्ने लोकल कुखुरा पाल्ने नि म त जान्न होला। भइरहेछ है। ठुलो ठुलो हेर्न गुलाब। हावाहुरी पानी आउँछ। उतै गएको बल्ले बल्ले भएको यहाँ आएर त बल्ले बल्ले भइरहेछ। हेर्नु न बाटो, हेर्नु न कस्तो छ। बाटो त कस्तो हावा चलेको छ गाइस। घुम्ती घुम्ती रोड।
कति गाह्रो मानिरहेको छु घाउ छ गाई घाउ छ, घाउ छ। पनि चरा अचम्मै छ अचम्मै दिव्या मेरो अगाडि नले मेरो अगाडि झर दिव्या हाइकिङ भइरहेको छ हाम्रो बल्ले कल्ले यस्तो बाटोमा केटाकेटा लिएर जाम भन्ने बसेको मान्छे अझै माथि यो बल्ने भन्ने त्यहाँ अझै त्यही हो बल्लेतिर ढुङ्गा मात्रै ढुङ्गा चल्यो स्कुटीमाथि स्कुटीलाई गाह्रो पर्यो चलाउने मान्छेलाई एकदमै गाह्रो भयो बल्ले पुग्न ओम कृष्णाय वासुदेवाय हरे परमात्मे कलिसनासाय गोविन्दाय नमो नमः भन्यो हिँड्ने भगवानले रक्षा गर्नु कपी पेस्ट दिप्या के भन्यो अरे मन्त्र पनि जाने छैन अनि भगवानले रक्षा गर्ने मन्त्र हो कि ओम कृष्णाय वासुदेवाय हरे परमात्मे कलिसनासाय गोविन्दाय देख्नु कति छिटो मन्त्र जम्ने बित्तिकै बाटो हजुर नि यही मन्त्र फलो गर्नलाई बाटो आफसे आफ देउरालीमा ढुङ्गा मात्रै रिसोर्ट आएन ढुङ्गा मात्रै मेरो स्कुटी मेरै गाडी हातभरि सुन्ने गाइज ब्रेक दबाई मेरो हात सुन्ने गाइज यता मलाई हेर्ला र ज्याकिन लाग्यो कस्तो लागिरहेको छ हजुरलाई धन्नै मरिन अहिले पनि ट्रस्टै छैन गाइज फर्जमा ट्रस्टै छैन त्यो घरैबाट आएको हजुर हाम्रो के अरे ड्राइभरलाई एकदमै ठुलो बिग हेर्नुहोस् त यहाँनिर हात बाटो हेर्नु कस्तो छ बाटो यस्तो भए त ठुलै हो तर जाति विधि छ जाति विधि एउटा नजारा हेर्नको लागि हामीले यस्तो सङ्घर्ष गर्दैछौँ त्यसो त हुन्छ आरू खानु उभ्याछौँ राता राता आरू छ नि राता मिठो देखिरहेको छ लेट्स टेस्ट इट सिस्नो आरू बाबुसँग चितो ह केही नमिठो छ अब हेर्नु गाइस सिस्नु राम्रो के आमा गाइज आउनुहोस् हामी बिच बाटोमा रोकेर बिच बाटोमा देखेर गयो यहाँ आरू देखेर हामी आरू खान आइरहेको छन् हाम्रो आरू टिप्ने माइली हामीलाई स्वागत गर्नु एकदमै लगभग पाकेको पनि छैन एकदम मिठो छ फेरि है आउनुहोस् है आरू खाना काँचो भए पनि मिठो सित्तैमा फ्रीमा ल हेर्नुहोस् है देवी यता देखाउ न हौ फ्रीमा सित्तैमा ऊ लग 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 छ नि गिलो छ र छैन काँचो रहेछ एउटा सक्छ हामी आइपुग्न मन लोभ्याउने ठाउँ यो छ नि त लुक गाइज लुक गाइज ओ माई गॉड आहा क्या मजा आउने यार ओ माई गॉड 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 वाओ फाइनल
गाइज हामी हाम्रो डेस्टिनेसनमा आइपुगेका छौँ। अब केही समयपछि हामी यहाँनिर रिसोर्टमा एकछिन खाना खाने कार्यक्रम छ। दिव्यालाई अघि स्विमिङ गर्ने ठाउँ छ कि नै भन्छु नि, यत्रो रहेछ दिव्यालाई पुगिहाल्छ नि यतिले। भैँसी नुहाउने ठाउँ हो। तिमी पनि तपाईँ भैँसी जानु न। भन्दा केही हुन्छ। तपाईँ जानु न भैँसी नुहाउने ठाउँ। तिमी भैँसी भन्दा कम छैन। धन्यवाद। सिसा छ है, सिसाहरू सिसाहरू वाउ, हेर गाइस यस्तो हो नि त। बुढी मालिका के कालिका भन्दा कम छ यो भ्यू। शैलेश के बुढी मालिका के छ नि, के अरे बढी मालिका भन्दा कम छ यहाँनिर, कम छैन नि यहाँनिर। अनि सोझला नि घुम्न जानु पर्दैन गाइजहरू, यहाँनिर यहीँ छ। पैसा यहाँनिर थुप्रो कमाएर यहाँनिर घुम्ने ठाउँ छ। यो हाम्रो बल्ले आज शनिबारको दिन हामी यसो बल्ले भनेर सुनिरहेको थियौँ। एकदमै हाम्रो घरभन्दा लगभग नजिक भन्न पनि सकिन्न, एकदमै टाढा भन्नु पनि सकिन्न यो ठाउँ हामी आएर। कस्तो रहेछ त सुनेको ठाउँ, एकचोटि हामी पनि हेरौँ न भनेर यहाँनिर आएको। ल मनभरि नै भ्यू म हजुरहरूलाई देखाउँछु, वेट गर्नुहोस्। हामी यत्रो बेरसम्म त वेट गऱ्यौँ, अब हजुरले पनि वेट गर्नुहोस् ल गाइज। रेडी फर द भ्यू, रेडी 1 2 3 रेडी हुनुहुन्छ नि? ल हेर्नुहोस् टक्क लाएर। ओ माई गड, ओ माई गड। अनि घरमा बसी यस्तो भ्यू मोबाइलमा भन्दा यहाँनिर आछ नि, खुद मोबाइलले हेर्दाखेरि भ्यू। ओ माई गड कस्तो रहेछ? दामी एकदमै दामी छ। अब तिमी यहीँ बस है, तिमी यहीँ बस। रेट दिव्या कति मात्रै? 100 आउट अफ 10। वाउ, आमा यति मेहनत गरेर म हजुरहरूलाई घर देखाइरहेको छु। यहाँनिर हेर्नुहोस् अनि आउँदा कति रमाइलो हेर्नुहोस्। क्या हावा है वो बाबू आउँदै। बाबू ब्रेक लगाऊ है, ब्रेक अनकन्ट्रोल नगर। यहीँ बस्छौँ, यहीँ रमाइलो छ। त्यहाँ तिमीहरू गाली गर्छौ। ए बाख्राले घाँस खायो कसको बाख्रा? साइली लाउने। ए टर्न चोक है शैलेश। मैले त्यो खाएको यस्तो भयो मेरो फुल। के खा? ओइ शैलेश जोक नगर है, म डर लाग्यो यार। के खाइछौ? सुन्तला कि नखानु पर्ने त मुख चाप्टिन्थ्यो। मेरो बुढी बहिनीले लिएर रोपी बुढी बोइ माथि चाहिँ हेरेर
अरू को हो के जे मिस गरे तिमी तपाईँ मिस गरे को जेन्स हो नि ए मल्छि एक ए या यस्तो विद्यार्थी त म्याम पनि आउनु पर्यो नि त अहिले आउँछौँ एकछिन रोक्नुहोस् हाम्रो बुढी बहिनी धेरै नस्पिति रोपेर तर बुढी बहिनी नास्पाती खान पाइनेन गर्नु त्यहाँ गरेर उता गइरहि सर्नु बुढी बहिनी नास्पाती खान पाइने नातिले खाएको एकदमै टर्रो रहेछ डुडो हातले त्यही हो दुध हातले रोपेर डुडा बारे जाने ल्याउ त मुख अर्कै भयो क्या डुडाले के छ खबर साइले छोरा नातिना चाहिँ सिङ्गला जन्मा छिन् फेरि हो हातखुट्टा त लेस नमस्ते तपाईँको सबैको शुभचिन्तक तपाईँ सबैको शुभचिन्तक तुलसीपुर नजिकै ठाउँ रहेको घुम्न आएको ठाउँमा आउँदैछौँ कल्ले बल्ले एकछिन हजुर नबोल्नु क्यामेराम्यान अहिलेसम्म बोलेको थाहा छ क्यामेराम्यान एकदम क्यामेरामा फोकस गर्नुहोस् अनि हेर्नुहोस् हाम्रो यो बुढी बहिनी लगाएको नास्पाती खान आएको क्या गरौँ न यहाँनिर इन्टरभ्यू लियो मान्छे हजुर भन्नुहोस् के सोध्न चाहनुहुन्छ यहाँको भ्यू चाहिँ कस्तो लागिरहेको यो डुडो बुढी भाइ हुनुहुन्छ त एउटा ल्याउने मान्छे हात डुडा थियो त त्यही भएर डुडा नस्पति भए हुन्छ कि हेर्नु यता सुन भन ल हाम्रो यहाँनिर इन्टरभ्यू लिन आउनु भएको छ यहाँनिर मान्छेहरू पनि थपिदिँदै हुनुहुन्छ माथिबाट ओह्रालोबाट झर्दै हुनुहुन्छ यहाँनिर भ्यू हेर्नको लागि अनि हाम्रो बुढी बहिनीले लगाएको नास्पाती खानु बुढी भाइ को हुनुहुन्छ म त चिन्दिनँ हो अहिले त माथि पुगिसक्नु 2072 संविधान आएको दिन बित्नु भयो हजुर हजुर असोज कति गते 3 हो कि होइन फागुनको 3 गते 3 गते फागुनको 3 गते हो सबैजनालाई स्वागत छ हाम्रो स्विजरल्यान्ड किन भन्नुहुन्छ गाइस पैसा युरोप किन खर्च गर्नुहुन्छ हाम्रो यहाँ बुढी मालिका छिन् अनि बुढी बहिनी यही जन्मेको यही बुढी भाइ मालिका बुढी मालिका के बडी मालिका अब यहाँ बुढी मालिका एकदमै बुढी म फेरि अरूको कपी गरेन कि बालनको कपी गरेन कि लड्की हो क्या अलि आफ्नै ठाउँलाई क्यामेराम्यान माथि आकाशबाट हेर्दै बुढी बहिनी माथि आकाशबाट हेर्दै हुनुहुन्छ मेरो नाति माथिबाट बुढी भाइ हेर्नु मारे अघि नै गएपछि त त्यहाँ चिन्नु भयो त त्यहाँ त्यही घर हो रे भन्नुहुन्थ्यो त्यो मम्मीलाई हो कि बाबालाई भनेर जाम लानु त उता भनेको कहाँ बस्नुहुन्छ तपाईँहरू पहिलाको ठाउँ पुरानो ठाउँ भनेको जग्गा छ हिँड्नुपर्छ अरे त त्यहाँ त फेरि कति भिडियो डाँडा बनाऊँ के फोटो सोटो खिचेर भिडियो बनाऊँ जाम के सर गराइदिनु मम्मी फेरि कराएको छ लड्किन्छ है खुबसँग आँखा यतै मम्मी बस लड्किएकै मन ओइराले पनि रोपेर एकछिन हाम्रो बुढी बहिनी लड्किँदै छन् कि अरू त त्यस्तै घाँस पनि रोपेर रहेछन् बुढी नातिनातिनीलाई भैँसी फार्म खोल्ने बेला एकदमै हरियो घाँस रहेछ गाइस हामी आएको कुनै पनि खास छैन यो घाँसमा ठाउँ चाहिँ अल्ले कल्ले बल्ले आउँदाखेरि बाटो चाहिँ खल्ले पेट खल्ली बल्ली अनि म यहाँ आइपुग्दा हल्ले अनि जाने नभयो ठाउँ छ आऊ मान्छे म थिएँ अहिले म पनि आएर आऊ मान्छे आऊ मान्छे आऊ मान्छे आऊ के गर्न गएछस् के त्यहाँ दिव्या टोइलेट लाछ
दिव्या जोक नगर है बादल आयो बादल बादल आयो बादल भाग्यो गाइस भाग ए दिव्या झन् बढे छुट्टी गर्ने र खोला ए बाँदर आयो मकैभरि सब खाइदिएछ बाँदरले ला बाँदर ला लाग्ला यार ए बाँदर होइन बाँदर नि रहेछ बाँदर नि रहेछ हेलो यता यता बाँदरले यस्तो खानेकुरा दिएपछि मान्छे ल बाँदर बाँदर अब आउँछ बाँदर लाग्ने कुकुर आछ त्यबाट ए भन्नु हुइ थियो हामीले पछि पनि लाग्थ्यो उहाँ कता हामीलाई खोज्दै आएको के बुढी बोईको पुरुष कुकुरमा छ क्या हमाइ बुढी बोई कुकुर भएर आउनु हो क्या यहाँ त यो आहा के एकछिन माथि गएर फोटो भिडियो खिच भन्छन् ओ माई गॉड आए बाँदरहरू के खान्छ बाँदरहरू अगाएर आए बाँदरहरू माथि पहिला अब हुन्छ नदेखेर ओ माई गॉड बस हामी ओ माई पगरमा घाँस दाउरा काट्छ हामीलाई मक्कै लाग्यो छैन ओ माई गॉड ओ माई गॉड कस्तो लाग्यो बाबु कस्तो लाग्यो बादर ए बादर कस्तो लाग्यो भन्छ एकछिन रोक्यो त बादर मान्छे पनि रहेछ कुन जातको हो बाबु अरू केही त ल्याएको छैन नि हामीले कुकुर पनि बाबु त्यो कुकुरमाथि चढेर जाऊ बाटो त अप्ठ्यारो छ कुकुरले त सेफ राइटमा गर्ला अनि कम त गाह्रो छ यस्तो राम्रो भ्यू हेर्नको लागि तर साँच्चीकै रहेछ बुढी मालिकै रहेछ बुढी मालिका नै रहेछ यहाँनिर त के दिव्या पर्स ल्याएनौ ए जाऊ सैलेश दुगुर पढ्ने मान्छे पढ्दै रहेछ अघि बसेर नै भान्जीको बाबु आऊ यही छ कस्तो मान्छे रहेछ नि ल्याएर जाऊ गरे ल्याऊ गरे फेरि मैले जाऊ भन्ने भने यस्तो रहेछ कि यहाँको यस्तो नगरौँ न चलन भनेको यहाँको आएर सिसा पर्ने रहेछ कि फोरी रहेछ उता लिएर खाने अनि यहाँ लिएर फाल्दो रहेछ नि यस्तो यो मेन्टेनेन्स भएन नि त यो यहाँनिर यो कहीँ यस्तो यस्तो यहाँनिर हेर्नु यसरी सिसा बिज्यो भने के हुन्छ हालत यो चाहिँ हामीले जुत्ता लगायौँ र यस्तो भयो यदि बच्चाहरू आएर ट्याक्क बस्यो भने यहाँनिर बस्ने पनि छैन यहाँनिर यस्तो सानो सानो सिसा छ ए हेर्नुहोस् त के रोक्दो रहेछ यहाँनिर मम्मीले मेल भन्नुहुन्थ्यो के अरे यो मेल खोज्दा खोज्दा फिमेल आइपुग्यो यहाँनिर ओ माई गॉड ओ माई गॉड ओ माई गॉड कस्तो राम्रो हो ओ माई गॉड कस्तो राम्रो के छ खबर मम्मी लोटी नमर्ने जस्तो भिड रह त यहाँ त त्यस्तो भिड आइन पहिला लेख भएन मान्छेले दाङतिर दाङ दाङ गर्नु अहिले त दाङको मान्छे लेख पो आउला यस्तो भिड सिरुल्लिनी तपाईँ पनि सिरियल लिनु भएछ त अनि के कारण लेखैमा जन्मेकी लेखैमा हुर्केकी अनि बिहा फेरि किन दाङमा गर्नुभयो त अनि रोल्पा रुकुमतिर गर्नुपर्छ अलिकति डोल्पातिर जान्न भन्न पर्छ त जान्न म भन्न पर्छ त लेखमा बसेको छोरी दाङको मान्छे जाँदा त म त हुरुक्कैमा दाङ भन्ने भयो धेरै मन पर्यो अनि दाङको मान्छे कस्तो रहेछ त अनि यसो बुझ्दाखेरि पारिवारिक बुझ्दाखेरि अब त जान्न होला पानी बेहोरा नभएको अनि यत्रो वर्षसम्म कसरी बस्नुभयो त बानी बेहोरा नभएको मान्छेसँग अब त एडजस्ट गर्दै बस्नु सबैको बाबुआमाको इज्जत सबैको इज्जत सम्झेर बस्न पर्छ ए हो र छोरी मान्छे भएर हो र दुःख भयो भनेर हिँडेर भएन के न हिँड्न पर्छ त्यस्तै दुःख दिने हो हिँड्न पर्छ हिँड्ने हो हिँड्ने होला अब हेर्नु है यस्तो हेर्नु है यहाँनिर टक्क लगाएर यस्तो भ्यू छ आहा यहाँनिर हग्न बसेको
पानी आएपछि कहाँबाट पानी खाएपछि कहाँबाट आउँछ बाबुलाई त चिज भन्ने मुख धुनु बाउटोली नभएर यहाँनिर यता त भिड छाङ्गो होला त्यहाँ छाता लिएर आउनु पर्यो छाता थियो स्कुटीमा नगराउनु भयो ए लोग्ने मान्छे गरी बियरको बोतल बोकेर आउने रहेछ खाने चलन रहेछ कि यहाँ आएर पर्ने चलन रहेछ कि कति त्यो पर्ने कि आखिर त्यो सबै आउँछन् यस्तरी बस्ने एक छ कि कति त्यसो कति मन्दिरमा त्यो ऐनादेखि लिएर राख्छन् नि यहाँ त्यस्तो चलन रहेछ कि सिसा पर्ने चलन रहेछ पुष्प चराउँछन् अन्त गएर यहाँ सिसा पर्छ नि यस्तो नगरौँ है रहेछ फेरि हाम्रो दिदीको भैँस हेर त ऐना अनि मैले अघि भन्दै भिडियोमा त्यही भन्दै ल्याएको छु हिरो हिरोइनी मोडल त्यहाँ खेल्दै हुनुहुन्छ यहाँ सुटिङ गर्न जाँदैछौँ भनेर लिएको अनि यहाँनिर पनि यहाँ थियो नि त यस्तो निलो भएको लाउने सिन्दुर पनि जति सिन्दुर लाइन त्यस्तै कोही जति यहाँबाट यहाँ लाइन हेर्दा पनि फर्केन त्यही त हेर्ने त्यही बोतलतिर हो जति भयो नि त्यही बरु त्यही सिन्दुर नलागेला हेर्छ नि सिन्दुर लागेको जति रातै साँझको चाल जस्तो काम छैन नलाग्यो टाउकोभरि रातै गराए पनि काम रहन्छ नि काम छैन अनि मलाई बिहे नगर्ने भन्ने त्यो सल्लाह दिनुहुन्छ कि बिहा गर्ने सल्लाह मम्मी कसलाई मलाई म त सबै सन्चै बिहा नगर्ने अनि पाल्न सकिन्छ त अनि छोरीलाई पाल्न किन्न तिमीले पाल्छौ किन म पालिनँ भने किन नपाल्ने पाल्छौ बाँदरले मास्क पहिलोचोटि देखेँ बाँदरले मास्क मान्छेले मुख लगाउँथ्यो अरे बाँदरले त बाँदरको मम्मीले अहिले कपाल बाँदरको टाउकोमा मास्क दिव्या त्यस्तो नसुत है सिसा तँ के बौला नि होला कहिले बौला नि कहिले बाँदर आफै जन्माएको छोरछोरीलाई पनि आफै जन्माएको यहाँ मम्मीलाई यहाँनिर पोज यहाँनिर मम्मीलाई यस्तो पोज गर्नुहोस् यस्तो ल आफै बनाउनु आफै बनाऊ ल एकचोटि बनाएर देखाउनु त बस यस्तै भइरहला है घर जाने यो होइन फेरि यो होइन यसलाई राखेर दुईटा यस्तो गर्नु हो त्यस्तै ल बाँच्छ यस्तो गर्नु अब आँखाले त्यही त देख्दिनु सिरोट खाने मान्छे यता फर्काइदिने बाबु कताबाट आयो यतै नजिक गाई चराउन आयो काफल साफल छैन बाबु अस्ति आएर काफल फेरि अनि अलिकति राखिदिनु पर्छ त बाबु हामीलाई काफलका घेरा त बा आमा छैनन् घर कता गइन् माउलामा आइन् तल भुपिया घरबाट त्यो भिडियो सुन्नुभएको छ अडियो मम्मी पनि बोल्नु त ल त्यस्तै भुपिया दिदी त सुन्नुभएको भुपिया घरबाट आइथिन् अनि के अरे आयो अरे माउलाबाट आइथिन् भुपिया घरबाट आउनु मेरो भाइ बाहिर आइज ए ससुरो मेरो भाइ बाहिर आइज भने एउटी छोरीले ए रिठे ए रिठे मम्मी भन्नु त्यस्तै बोल्नु न मम्मी पनि जाओस् आइज खाइज ए रिठे ए ससुरो भाइ बाहिर आइज तँलाई पनि के ससुरो सम्मान गर्ने ए ससुरो बाहिर आइज मिनेट भयो होला तँलाई पनि के ससुरो भन्ने तँलाई पनि के माइज त माइजलाई बेच्छ यस्तोलाई पनि के मम्मी भने यस्तोलाई के छोरी गर्ने आजकलको जमाना अहिले बाबा मम्मी भन्दातिर बाबा मम्मी भन्दातिर जानु भयो क्या यस्ता मम्मी मम्मीलाई त भन्न पनि डर छ कति बेला ट्रस्ट उडायो मामा आयो डोली माइजू बोल्न गयो पहाड चढ्न लागि अब त
पाउनु परेन नि। कहाँबाट हुन्छ तिनीहरूलाई पाउनु परेन नाम्रे हामीलाई ल्याए मासु पनि आफै खान्थे सबै आफै खान्थे। आफै खान्थेले भन्ने दिदी उयो आफै लप सन्त जन्मिया 4-5 दिन उनादिन आलु किलो छोड्यो नि त्यही पनि आफै खाथे। सित एकदम कस्तो गाली पारियो सबैले त सबै स्टुडियोलाई फोटो खिचौँ क्या सेतो भएर राम्रो खिच्छ सबै हेला गरेको छ अहिले सँगै आएको फोटो छैन। अब त्यहाँसम्म सँगै आइकन कता गई अब कहाँ शीतन भन्दा गए कता गई अब तिमीलाई तरुणले पठाइहाल्छन् दिदी हाम्रो कोही तन्नेरीले माटो आएको चाहिँ हेर्दैन दिदी अब हेर्दैन हेरे पनि त्यसो हेर गर्ने दिदी मेटाउने होइन त दिदी अलिअलि यस्ता चाउरिया गाला हेर्दा दिदी सबैले पोटिलो हेर्दा पटिलो हेर्छन् पोत्नी गरेर हेर्दैनन्। पोत्नी अरे पोत्नी अरे अब पोत्ने पनि के पोत्ने माटो पोतिनु भएन अरू पोत्ने यस्तो चाहियो अनि कसले दिन्छ यस्ता गाईको दुध लाउने गाईको दुध कसले दिन्छ यस्तो छैन पोत्ने अब कमेर दलिन भएन गाईको दुध लाउने मान्छे गाईको खाने दुध त छैन। दुध पाए कति चिया खान हो चिया खाना हो कति गर्नु खाना अब बिहान कालो चिया कागती हालेर यति भात मुछिन खाना हो। कति शीतल खाँदा दल्ने दुध कहाँ पाएँ ए बाबु तिमी सहरमा बसेछौ फोन सुन्दा बुबाको घरमा भुइँसी त छन् बुवाले फोन गर्नुभयो छैन अहिले अरू अनि आमालाई चस्मा कुन ल्याइदिएछ त अनि हो त्यो मेलामा किन्यो 100 रुपियाँ मेलामा कति बेटा मेलामा 100 रुपियाँ यस्तो ठाउँमा मान्छे आउँछन् र 100 को 3टा 1 गुन्टा लगायो अरे बदम बेचिन गराएको बदम बेचिन अलिअलि राखेको थियो नि दिदी अनि बदम बेचिन अहिले त्यही बदम नि फलिन बाँदरले खाइदियो दिदी अलिअलि कतै पुग्यो बाँदर मात्रै हिँडाइ गर्छन्। त्यसपछि अलिअलि मेला गइकन अनि छोरछोरीलाई स्कुलमा पढाउनु न त भिडियो नभए अरे बोल्न मजा आउँदैन छोरछोरीलाई स्कुलमा पढाउनु न ए गइहाल्छन् छोरा बोकिन आफै जान्छन् सरकारी स्कुलमा पढाएछु गइन्छन् आफै कापी किताब किन्ने पसन्द यता दिँदिन म त अनि स्कुलमा दिइहाल्छ ऊ त सरकारीमा अहिले त सुविधा छ। तपाईँ पनि उता स्कुलमा फेरि पढ्न सुरु गर्ने सुविधाको लागि त्यता अनि पढ्ने उतै जागिर सागिर गर्ने पाइलो पर्याउ भएको जागिर गर्ने जागिर प्रिन्सिपलले पनि नाम खाप्छ हेर्ने रहेछ दिदी नामले सन्चुरीलाई दिन्छ जागिरमा लगाइदिन्छ अनि हामीलाई कसले दिन्छ दिदी छ त हजुरहरूलाई त घरै छ जति गरे पनि काम त्यो काम हुँदो भात पकाउने खाने अट माइजो त सुक्क छैन अट अनि पहिला दिने खाने गाली त्यही पहिला चिया पकाऊ त्यही पहिला पानी देऊ त्यही के पाले हो क्या हजुर लगे त गइगयो लगे त हेर्ने देखिन्छ बाख्रा साख्रा गएछन् क्या सन्चुरी भेट्न गयो क्या पाखा पनि उतापट्टि तल्लोपट्टि लगाइहाल्छ क्या लैखा त क्या गतिलो छ आज आए त लिकेज भयो त के भयो होइन त्यो घाँटीको त बजेको अरूको तल होइन क्या सन्चोरी राखेर चाहिँ क्या गयो त हुँदै गयो हुँदै उल्टी हो क्या भालो यत्र त नेरी बसिया छन् र छुप्पा लाया छन् बुच्चु त हुँदै गयो त तिम्रो सन्चुरी कता गइ छन् नानी बाबु अनि तिम्रो जोइ छैनन् छोडेर गई मम्मीको घाँटी बजिरहेको छ यत्रो लगे बनाइन जोइ बनाएको छैनन् अहिलेसम्म अनि हामीले त हाम्रो यत्र पालन त हाम्रो त छोरछोरी भइगयो त्यहाँ काखुपुरीका अनि तिमीहरूका त के हुन् यस्ता चाला अनि हाम्रो त भाइगे त छोरछोरी बनाउनु भरम तिम्रो बानु गतिलो छैन होला अनि काममा बस्दैन त अनि तिम्रो बानु गतिलो हुनु बस्नलाई त अनि सन्चुरीलाई नाम
पाल्नु पर्ने राम्रो दिनु पर्ने राम्रो अहिलेका सन्चोले कहाँ दुःख गर्छन् त अनि राम्रो खाना लाउन अनि दिने खुवाउन सकिन्न दुई चार के एकदमै नक्कली रहेछ नि सन्चुरी बाहिर बाहिर नआइकन भाग्यले झन् दुई छाक भात खुवाउनु नसक्ने क्या बिहा गरे आऊ तपाईँले भाग्छ नि मलाई नि हलुको माने आऊ एउटा ल्याउ गइगयो फेरि अर्को ल्याउन पाइगयो फेरि त्यो गइहाल्छ फेरि अर्को ल्याउन पाइगयो नयाँ नयाँ लखेनी ल्याउँछ भइहाल्छ अनि सन्चो त तिमीलाई पनि यस्तो यहाँनिर यस्तो राम्रो ठाउँमा यस्तो राम्रो भाइब्स मिलिरहेछ अनि यस्तो रमाइलो गर्नु पाएपछि के छ तानिरहेछ त उतै उतै बाख्रा गोठा नि आइसक्यो सन्चोरी उतै उतै सुन्दै हिँड्ने आउँछ त त्यो त यहाँ आएर के एउटा आइमाएर कि सेतो म त भागेँ त्यो साथी फोटो खिचौँ क्या एउटा फोटो खिचा मैले भिडियो बनाउँछु ऊ आयो आयो एउटा बाँदर पछाडि त्यो डाँडा काँडा नि हेर्दै हिँड्ने काँडाले तानिकन उद्रेको क्या हो कि गर्मी हुन्छ भनेर त्यो हावा के हावा यस्तो हो कि सिसा छ नि त्यही सिसाले तर सिसा होइन पादर अनि किन बढाइ नै किन के गरे तँलाई मैले एक चप्पल हान्छु पछाडि यति राम्रो चप्पलले महँगो चप्पलले बाबु खाइहाल बुढी पनि चिन्दैन जस्तो बुढी नचिन्ने त फरक पर्दैन बाबु सबैमा थोर थोर चिन्ने हो नि सम्पत्ति खान्छ र छोरी बुढी त यस्तै हो चिन्न पर्दैन हामीलाई त अब आहा कस्तो मिठो है यस्तो आनन्द अरू खाने त यस्तो हावा खान चाहिँ पाइन्छ पत्ता लाउन सकेन के मन्जु भम्के खोलो यो अब उ त एकछिन अनि झरेर कता आदि गयो खोलै मन्जु हजुर अबिधारा अबिधारा खै त के मिस्या हाग्यो कता यता तलपट्टि गएर कता यहाँ हाग्यो हामी लोकेसन थाहा नपाएर यहाँनिर कन्फ्युजमा छ मन्केको माथिपट्टि के पुरा बादल पनि पुरा यस्तो हिँडिरहेछ हेर्नुहोस् त यहाँनिर बलले मात्र हुन्छ तर पल्ले बलले दुईटै हुन्छ कहाँ हो कहाँमा त झन् खै त के बडी मालिका यही छ यति बल्लेदेखि मुनि हो त अबिधारा तिमी यहाँ त होइन होला तल्लोदेखि अलिक यो पाल्लो गाउँ भनेकै मन्जु म त जान्न होला भिग्रान परेर यहीँनिर बसेको छु बाउले मतलबै गरेनन् बाउ त अब कता गइगे बाउ त अब गइगे आमा र म भिग्रान परेर बसेको छौँ लोग्ने मान्छेलाई खाना पा भयो आइमेलाई एउटा मोबाइल गरेर एउटा फोटो खिचेर टिकटक गराउनु भयो भाइ भयो केही घुम्न जाने भने के हो त म त जान्न अब घरतिर यहीँ बस्छु के को संसार चाहियो म त यहीँ बस्छु तिम्रो जस्तो केटाहरूलाई दुःख हेर न अब न संसारी छ संसारी जान्न केही न केही आहा के आनन्द छ रे भाइ घुम्न गएर पनि के गर्ने ऊ यहाँनिर छ सूर्य ऊ दिव्या देखाएको छ सूर्य हिँडिरहेछ कमरेमा आउँथ्यो नि त हाम्रो म्याम हुने खै होइन त्यतै मिसिन पर्ने भयो म्याम भए त झन् सजिलो भयो हम मम्मी गोर्खाको प्यार में सारा आलम एउटा गीत गाउँछु ल सुनम गाइज हम तेरे प्यार में सारा आलम खो बैठे हैं तुम कहते हो कि ऐसे प्यार को भूल जाओ हम तेरे प्यार में सारा आलम खो बैठे हैं अब बस्ने साला भएन
ल आउनु 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 ल खिचौँ हामी सालमा सबैको खिच्न पायो हुन्थ्यो ल ल नाच्नु म भिडियो बनाइदिन्छु ल नाच्ने हो र यताको नि यताको राम्रो आइरहेछ क्या अब मेरो छोरी र मेरो टिकटक भन्छ बनाउने ल यिनीहरू खाजा खबर क्या छोरी तिमी घुम्न हिँड्यो भने जान्छ छोरी त मेरो टिकटक बनाएर त गराउने कबाबमा हड्डी निकाले के गरे छोरा पनि भिरा भिरा अझै पुगेन त मैले खाएको क्या फेरि होइन गरे के भन्न चाहनुहुन्छ हो हो के छ प्रमाण प्रमाण छ किन चिन्ता छोरा कोरिया छ एउटा छोरा अमेरिका छ राजवाली टिचर छ अनि के सोचेछ हाम्रो दाइले यत्रो वर्ष बिहा गरेर टिन्टिने छोराछोरी होइन होइन भन्ने तपाईँले जनता जान्न चाहन्छ भन्नुहोस् तपाईँ किन होइन भन्नुभयो तपाईँ भन्नुहोस् होइन होइन अनि छोराछोरी कसका हुन्छ भन भन्नुहोस् छोराछोरी त मेरै हुन् तर होइन मेरो कोही पनि योगदान छैन नानी त्यो खान्छौ नि मकै रोटी र हामीलाई बाउ चाहियो बाउको प्रमाण चाहियो आमा बाउ त चस्मा भएको अघि त होइन भन्दै हुनुहुन्थ्यो होइन भन्दै बुढो होइन बाउ त तिम्रो लागि बाउ मेरो लागि मेरो बुढो होइन गेरी र मकै रोटी हालेर पठाउनु के खानु अहिलेकै एकछिन के यहाँनिर रमाइलो भइरहेछ यहाँनिर पिज्जा पाइन्न होला बल्लेको डाँडामा आएर बड्डीले बड्डो होइन मान्छे यार सबैले यो न्याय निसाब गरिदिनु पर्यो सबै समाजले बिहा गरेको अहिले 34 वर्ष 25 वर्ष भयो बड्डीले बड्डो होइन मान्छे यार खै त्यो पनि हुनसक्छ है कान्छी छोरी यति प्रमाणित भइसक्यो यति भइसक्यो प्रमाणित छैन म कसैको बर्थडेले यहाँ बर्थडे मेरो बर्थडे फेरि यहाँ छोडेर भिड पाखातिर के खोज्नु भएको होला त्यतापट्टि फेरि हाँसु खोज्दैछ यहाँनिर यहाँनिर छुट्टै छ है संसार खेलिन्थ्यो त्यो टाढाको त्यो उ छ नि त्यो चाहिँ तुलसीपुर हो बाबु त्यो एरिया द्याट इज तुलसीपुर थापाइसकेको छु क्या त्यो मैले त भने भम्के त होइन बाबु त्यो भम्के भन्दा पनि अझ यतापट्टि गाउँ हो त्यो केही छैन गाइज केही छैन पहाड छ नि बाबु केही छैन यति हो गाइज यहाँनिर यति हो त्यो पहाड भन्दा पनि दुईटा पहाड क्रस यति हो गाइज दुईटा तिनटा पहाड त्यसपछि हामी कहाँ पुग्यौँ सल्यान सल्यानलाई क्रस गऱ्यौँ रुकुम
त्यो दुईटा पहाड त्यसपछिको दुईटा तीनटा पहाड हामीले क्रस गरेर बल्ल हामी रुकुमकोट पुगेको क्या बच्चा ओके हजुर यो ऊ दिदी यो भम्के खोला हो कि यो चल्दैन भाइजू यो पाटे टाकुराको खोला हो कि जस्तो पनि लाग्छ गते खोला त्यो त तुलसीपुर हो नि उताको तुलसीपुर हो गते खोला त्यसको अनि यो यहाँनिरको खाली के हो त यो कुन चाहिँ यो यहाँनिरको यो यहाँनिर हो यो स्टेयरदै गएर यहाँनिर चिसो हावा लगाएर नि यस्तरी यहाँनिर सुत्न पाउँदा को आनन्द आउँदा म त जान्न होला बाबु तिमीहरू बसे राम्ररी पढे अनि म यो लगेर जान्छु त्यति भए पुग्छ अरे बाख्रा साख्रा चराउनु गर्नु पर्यो बगानबाट सुतेछ त्यो भ्यू छ माइ गड बरु यता अनि बिहान नगरेको केटा तिमीहरू कताबाट गर त एउटा यो आउँदाखेरि बस्ने बसौँ सर केटीको नाम यता मम्मी यो पर्समा यो किन खोलिराख्नु भएको छ त्यो मम्मी बन्द गर्नु न छिन् अब मोबाइल एकछिन चार्ज गर्नु पर्यो हात्ती भाग्ला बन्द गर्नु भाग्लान अहिले एकछिन अब घर गरिहाल्ने हामी दुईको खिचिदिउँ त पहिरागी भइरहेछ खै स्विजरल्यान्डमा यस्तो यस्तो ठाउँको भिडियो बनाएर हाल्छ त राम्रो देखिन्छ नि भिडियो बनाइछन् अहिले चिसो चिसो कहाँ छ खै बाबु गइसक्यो अभिधारा होइन र त्यो कहाँ कि पल्लो हो अभिधारा पल्लो पल्लो अनि म पनि केही थाहा पाएन भगरान परेर बसेको होइन यस्तो यो त ऊ हो यो थाहा पानी कल्ले हो यो कल्ले के अरे कल्ले हो म त अभिधारा छैन अभिधार होइन यो उनीहरू उहाँ पुगिसके ए यहाँनिर छन् तल आउने खोलो कहाँको खोलो हो त के कहाँ छ आउँदैन त किन भगरानबाट बस्नु भएको छ भनेर नि यहाँ घाम भाउ त्यता बस्नु हरियालो टिकटक गराएको यहाँ आइज रिसोर्ट यहाँनिर छ यहाँनिर बल्लेको माथिनिर हेर्नुहोस् यस्तो राम्रो त्यहाँनिर अघि त्यहाँनिर बसेको भ्यू थियो अहिले त्यहाँभन्दा त्यहाँनिर थियो नि अलि अल्को त्यहाँनिर आएर यहाँनिर आएर बसेको छ यहाँनिर दिनमा कमाउँछ नि किन कमाउँछ यस्तो छ डरको मर्नु छ यहाँनिर हेर्नुहोस् त त्यहाँनिर तलै वाह सुन्नुहोस् त आवाज हावाको तर टुरिस्ट एरिया छ है लगभग मान्छेमा यहाँनिर भ्यू एकदमै राम्रो छ ग्रिन स्विजरल्यान्ड किन जानु पर्यो यहाँनिर हेर्नु स्विजरल्यान्ड ऊ त्यहीँ छन् ऊ उहाँ पुग्यो यहाँनिर त्यही यहाँ छन् दुईवटा केटा यहाँनिर ल एक्कासी गरेको बरु सक्सेस हुन्छ क्या नानी गिलास ल्याएको थियौँ हामीले त चाउचाउ थियो चाउचाउले खा भने हुन्थ्यो दादाको झोला खै त्यो झोलामा छ गिलास हेर न गिलास भन्दा पनि चाउचाउ के होइन चाउचाउ नखाने नि अहिले चाउचाउ ल्याएको कामै लागेन त रोटी खाउँछ त्यो डेरावालाहरूको दिव्य आउन यहाँनिर वाइ सो स्याड दिव्य भ्यूमै रमाइरहेछन् होइन इन्जोय गरिरहेछन् ल समात्नुहोस् पुरा लाग्छ हावा माया
घर जाने भने त्यस्तो टलटलाटपुर घाम र गर्मी छ यहाँनिर। यहाँनिर एउटा रिसोर्ट बनाउनु भएको छ नयाँ बल्लेमा। हरियाली सिसा नफुटाल्नु पर्ने। हो सही बात। लोकल कुखुराहरू पनि छ अघि केही केही गर्दै यहाँनिर हेर्नु नै कुखुरा 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 माया गाई खेत किसानी आउनु बाबा हेरेर बस्नु। बाबा के तपाईँको मामाको के छ भन्नुहुन्थ्यो त? मामाको छोरा कहाँ हो त? यही होइन मामाको छोराले खोलेछन् भन्ने खै त अग्जारा हो त्यो त। ए म त यतै हो कि भन्ने। मामा छोराले खोलेको अग्जारा। ओके यही हाम्रो टिम। मामा छोराले खोलेको के भन्छ? आजकल गर्मीमा त घुम्न हिँड्ने पाहाडतिर है शीतल हुन्छ राति पनि यस्तो शीतल हुन्छ यस्तोमा त यही बसौँ भन्यो भन्यो। यही बसौँ। लामो गरेर यही बसौँ। यहाँ छ नि आऊ मामासँग आऊ। कुखुरा त सस्तै पाइयो होला है। त्यही त नि लोकल कुरा जिउँदै क्या जिउ त कुखुरा त सस्तै पाइयो होला यस्तो पाहाड। कुखुरा लिएर जानुपर्छ क्या बरु। थ्याङ्क यू। हामी यहाँनिर अब खाइसकेर अब हामी यहाँनिर घर फर्किनु लाग्यो। बाबु टोकलाई सानो लाग्यो अब हामी यता छैन छोडेको फेरि छोटो पनि लाग्यो हाम्रो। छैन छैन। हाय हिँड्नु यस्तो राम्रो छ। फुल नि एउटा ठिक्क गरम न जाम लाग्यो यो अनि तलैबाट चाहिँ म्याम त्यहाँ हुनुहुन्छ मेरो घरको म्याम त्यहाँनिर सोधा। ऊ यहाँ सरलाई सोध त सरलाई। इनोसेन्ट चाइल्ड यो यसको साउजी को हो? तिमी कति रुपियाँको हो नि यो? यो डाउरी 140 सबै सबै गरेर 140
दौडे न्युरो दौडी पलाइसक्यो हजुर आफै टिपेको तिमीले दिदी गएको यसको कति यसको 50 एउटाको मम्मीले दिनुभयो मम्मीले दिनुभयो बाबा बाबा बाबु 50 मा त बाबा मम्मीले दिइसक्नु भयो कतिवटा लाउने हो र बाबु यो 100 रुपैयाँमा देऊ ल तिमीहरू लैजाऊ है यो 100 रुपैयाँमा दिन्छौ भाइ यिनलाई 5 रुपियाँ दिए भए पनि हुन्थ्यो 100 रुपैयाँमा 50 60 आउने हो त्यो बाबा खै 10 रुपियाँ ल्याउनु 10 रुपियाँ 10 15 20 रुपियाँ ल्याउनु त ल बाबु ल अनि पाप खुल्ला छ बाबा ल्याउनु न पैसा 10 20 रुपियाँ बाबु यो ल्याइसक्यौँ कति खाने हो हामीले ल्याउनु त किनेको खै दाउरे म यस्तो लगो के लग्दिन कसले हो अहिले अरु सबले लैजा पैसा लो अरु आउँदैछन् अरु पनि आउँदै हुनुहुन्छ अरूले किन्नुहुन्छ है हो। अब है आउँदैन पैसा लो ल जाऊ ए, सबैलाई पुगेन दिन्छौ 50 को दुईजनालाई 50 एउटै 50 को एउटालाई देऊ न बाबु यो दुईजना देऊ 50 रुपैयाँमा मम्मीले मार्नु त मारे लौ लौ मारे मुटुको बजार नै आउँछ नि आउँछ बजार तल दे तिमी तल आएन किन्ने भन्दा मैले दौडे पाएँ एक मिटो पनि पायो नानी हिँड अघि नानी 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 बनाऊ बनाऊ सबैले नानी हिँड अघि बाई 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 खै बाबु सानो बाबुलाई बाई सादा नमस्ते गरेको ल हिँड सरलाई गरे यस्तो ज्ञानी अघि पर्ने है यता चाहिँ अप्ठ्यारो बाटो सिक्यो हात यहाँ ब्रेक दाब्दा दाब्दा हेर्ने दाब्दा दाब्दा पुरा यस्तो अब आइपुग्यो अब कम्तीमा 10 मिनट लाग्ला हातै रातो भइसक्यो मान्छेको खुट्टा घुम लाग्दा ब्रेक लगाउँदा ब्रेक लगाउँदै लगाउँदै यस्तो उकालेर ओह्रालो छ यस्तो उकालेर ओह्रालो त्यो भ्यू हेर्नको लागि एकदमै सजिलो छ भन्ने सोच्नु भएको छ भने यु आर रङ तर वर्थ इट चाहिँ छ ब्रेकै लाग्दैन के अरे के भन्नुभयो अरे अब भान्जीले बल्लेको यस्तो बाटोमा लगेर स्कुटी ल्याइस्यो डबल अब डबल त्यही पनि अब हजुर जहाँ पुगे पनि हुन्छ केही छैन अब हामी हजुरलाई सुइको अझै सकिन्न यो बाटोले सुइको हो र यो भन्दा अप्ठ्यारो छ अझै छैन होला यो भन्दा म त जहाँ गए पनि ढुक्क छु म ढुक्क अब पास एकदम आज एकदम त्यो सर्टिफिकेट दिन पाए हुन्थ्यो नि पास त सर्टिफिकेट मसँग छ पास सरकारले दिइसकेको छ सरकारले दिइसकेको छ नै हजुर त्योभन्दा माथिको के हुन्छ त्यो अप्ठ्यारो अपरोडमा चलाउनेलाई के त्यो छुट्टै लाइसेन्स एघारतिर चाहिँ एकदम मिल्दै मिल्दैन तर लाइसेन्स निकालेको यो सक्नु भने हुँदै हुन्न त्यो माथि जानुपर्छ कहाँ छ खै आऊ 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 दाँत दाँत कत्रो हो
पप्पु पप्पु कत्रो रिसिन्छ हेरेर रासे पप्पु पप्पु कत्रो छ एकै छाकमा तिम्रो एकैचोटि म छुने चिया खानी यार मेगा रिसोर्टमा भन्नु यही राख्नु बनाएको कहाँ छौ तिमी शीतल त भयो मसेट लाग्यो म त यहाँ ट्रेन परेर बसिया छु नानी मुला खाएर ढाडेर हो ढाडेर 8 बजे घर आउन भन्दै छ भाइलाई सब ठिक्क पार्दैछ उसले सबै पानी सारी दिनु पर्छ देऊ निस्केथ्यो अहिले बाठा रहेछ यिनीहरू काम गर्नु पर्छ नम्बर अनि फेरि सुत्नु आए भन्नुलाई फेरि त्यसले पनि हाल्दैन बिचरा बिचारा होला त्यसले त खान्न 10 अन्त चलिरहन्छ 10 बिहार 12 बज्छ सिधै हड्डीमा तर यस्तो गरे पनि चले हैन आजकल त उठो एउटा रिसोर्ट त भएन त्यही नर्सरी त्यति पनि चल्छ यो नर्सरी लिएर चल्छ साच्चै हो हाम्रो त नजिक छ नि मन्दिर यताउता सहिले किरिसे जग्गानी हो पछि दादा आए पनि त्यस्तै गर्ने क्या आधुनिक फुलबाबु नगानी भयो भने त्यस्तो गर्नु पर्दै राम्रो हुन्छ साथै साथै तुलसीमा चल्छ के अलि युनिक तर नि काठमाडौँतिर जाने हेर्ने अलि युनिक तरिकाको के बनाउनलाई यो 40 लाग्दैन बनाउन आउँथ्यो त्यहाँ हुन्छ खाल्छ का 40-50 हजार होटलमा त बनाउँदै फ्री फेरि यसो लाग्दैन के म एल्बुनियम हालेर धेरै त्यस्तो धेरै लाग्दैन भन्दा कहाँ गए ए तर त्यो त त्यहाँ जान मन थियो मलाई जाम लाग्यो फेरि बाबु त्यस्तै गरे जाम त खाना खानु मन्ती बस्यान दियो त्यहाँ बस्यान मन्ती तर तुलसीमा जे गरे पनि चल्ने भयो कि राम्रो छ हेरिरहेको छ